लौ परमेश्वर तिमी छैन भने त अक्सिजन लेभल घटेर भएर मर्ला जस्तो पनि भइसकेको छ। हे कुलदेवता तिमी सबैको संसारको अहिले कुलदेवता भएको छौ। तिमी छैन भने सबै घाटक भएर मर्ने अवस्थामा छ। लौ परमेश्वर तिमीले सबैको रक्षा गरिदिनु पर्यो। तिमी नै यो संसारको सबै छिपिएको पटपट फुट्नु आँटेको यो 60-70 वर्षको बुढी आइमीहरूलाई पनि बाटोमा तिमीले हापेन लगाएर नाच्ने बनाउने बाध्य पार्ने बादल वर्षा बिजुली गुण भुल्यो पित्तलको सुन पायो होला भन्नेमा नचाउने पनि तिमी। होइन कहाँ गयो यो धुपौरो लिनु गएको मान्छे? छिटाइ जा कोइला लिएर यहाँ कुलदेवता रिसाइसकिसक्यो। लु ल्याइदिएको छु धुपौरो। यहाँ राख। त्यहाँ म जे चढा भन्छु त्यही चढाउनु ल। ल गाउँघरमा सबैजनालाई हजारमा एक्लो बनाउने पनि तिमी। अर्काको बुढीहरूसँग यो गाउँको मरद मान्छेहरू लाग्ने, अर्काको बुढाहरूसँग औरतहरू लगाउने पनि तिमी। तिमी त यो गाउँ संसारको सबैभन्दा सर्वश्रेष्ठ भएका छौ। तिमीलाई आजदेखिको एकदम सिन्दुर लगाएर तिमीलाई पुजेको छौँ, एकदम मानमनित्य गरेका छौँ। आजदेखिको तिमी एकदम दिल खुस भएर बस्नु। यो संसारमा त अब तिमी छैन भने त कोही पनि बाँच्नु नसक्ला जस्तो भएको छौ। सर्वश्रेष्ठ भएको छौ। तिमीलाई एकदम अगरबत्ती गरिकन फुल धूप बाती सुनको आसना सुनकै बासना गरिकन तिमीलाई सबै कुरोले एकदम पुजेर ल्याएको छु। हे कुलदेवता, हे मोबाइल देवता, पानी चढाइदे। 70-65 वर्षको बुढी मान्छेहरूलाई 30-35 वर्षको जवानी बनाउने पनि तिमी। 70 वर्षको बुढो मान्छेहरूलाई 20-22 वर्षको जवान बनाउने पनि तिमी। केटाकेटीहरूलाई सबैलाई कुलतमा लाने पनि तिमी। तिमीबाट कसैले राम्रो ज्ञान सिक्दैछ भने तिमीबाट कसैले नराम्रो ज्ञान सिकेर संसारको भ्रष्ट भएको पनि तिमी। संसारको अहिले सबैभन्दा एकदम भगवान बिर्सिसकेको छ मान्छेले। तर तिमीलाई उठ्ने बेलामा, हिँड्ने बेलामा, सुत्ने बेलामा, खाने बेलामा, हग्ने बेलामा सबै टाइममा तिमीलाई मान्छेले पुजिरहेको छ, तिमीलाई याद गरिरहेको छ। हे मोबाइल देवता, हे कुल देवता, सबैको घरको तिमी कुलदेवता भएको छौ। अहिले तिमी कसैको घरमा छैनौ भने घरमा कला झगडा हुन्छ। तिमीलाई हेर्नु पाएन भने बुढाबुढीमा झगडा हुन्छ। तिमीले गर्दाखेरि आफ्नो घरको बुढी चाहिँ अलाछिना जस्तो, अर्काको बुढी चाहिँ मालासिना जस्तो देख्ने शक्ति पनि तिमीले प्रदान गरेको छौ। पानी चढाइदे। हे कुलदेवता तिमी आजदेखिको हे सामसुङ भए पनि, आइफोन भए पनि, OnePlus भए पनि, जे भए पनि, एन्ड्रोइड भए पनि, जे भए पनि तिमी चाहिँ अहिले सर्वश्रेष्ठ भएका छौ संसारको। केटीहरूको गोजीमा बस्ने पनि तिमी, केटाहरूको गोजीमा बस्ने पनि, सबैजनाको ससुराली र टाढो बनाउने पनि तिमी, गाउँघरमा एक्लै बनाएर बारको चेपमा दाँत देखाउने पगला बनाउने पनि तिमी। सबै ज्ञान गुणामा तिमी पहिला छौ। तिमी बेगर त अब यो संसारको मान्छेहरू जिउन सक्दैन। बरु किडनी छैन भने बाँच्छ होला, तिमी छैन भने बाँच्नु सक्दैन। तिमी बेगर त अब त मान्छेलाई त डायलिसिस गर्नु पर्ला जस्तो भइसकेको छ। बरु मुटु छैन भने मान्छेको सास चल्छ होला, फोक्सो छैन भने सास चल्छ होला। तर तिमी छैन भने मान्छेको सास एकैछिनमा झाप जे भएर जाला जस्तो छ। तिमीलाई अन्डाले पनि पुजेको छु, धूप बाती गरेर पुजेको छु। हे मोबाइल देवता, ल हामीबाट केही भुल भएको छ भने चाहिँ तिमीले क्षमा गर्दैन। पानी चढाइदैन, पत्ताले टाढा। तेरो कुलदेवता बिग्रिएको छ, बुझिस? यो बिग्रियो भने, यो कुलदेवता खुसी भएन भने नि घर सबै अँधेरो हुन्छ, बुझिस? झापझिप हुन्छ, बत्ती उज्यालो बलेर हुँदैन। यो चाहिँ बोल्नुपर्छ। यो बोलेन भने तँ ठुस्सा, म ठुस्सा, गाउँको मान्छे ठुस्सा, अर्काको बुढी हेर्नु पाउँदैन। यो छैन भने त्यस्तो छ। अर्काको बुढीहरूसँग रात दिन चेटिङ गराउने पनि तिमी। अर्काको बुढीहरूलाई मालासिना जस्तो देख्ने पनि तिमी, आफ्नो बुढीलाई चाहिँ अलाछिना देख्ने पनि तिमी। तिमीले छोराछोरी कसैको सर्वनाश पारेको छौ, कसैको सपारेको छौ। तर तिमी जस्तो ज्ञानी बुद्धि, हे मोबाइल देवता, ल आज मैले राम्रोसँगले मानमनित्य गरिदिएको छु। आजदेखिको चाहिँ यो कुलदेवता तिम्रो एकदम खुसी बनाइदिएको छु है त। ल फुलले संसारलाई तिमीले जितेर बसेको छौ। ल आजदेखिको कुलदेवता खुसी भएको छ। यसलाई लगेर तिमीले मजाले भाद्र कोठामा राख है। ल सबै यो संसारको मान्छे बिगार्ने पनि यही हो, सपार्ने पनि यही हो। बुढी मान्छेहरूलाई हापेन लगाएर बादल वर्षा बिजुली र गुण भुल्यो पित्तलको सुन पायो होला भन्नेमा नचाउने पनि यही हो। मरद मान्छे अर्काको औरतसँग लाग्ने पनि यही हो। पब्जीमा सबै नानीहरूलाई पब्जीमा लागू गराएर अन्धा बनाएर बाबामाको बात नमान्ने छाडा बनाउने पनि यही हो। राम्रो काम गराउने पनि यही, नराम्रो काम गराउने पनि यही, औरत बिगार्ने पनि यही, मरद बिगार्ने पनि यही। ल फलोस् ल लगेर एकदम सेतो कपडाले छोपेर भित्र राखेर ल यति गरिदिएको छौँ। अब मोबाइल देवता कुल देवताहरू सबै राम्रो हुन्छ यो संसारको। ल म पनि लागे यो थान थपनाहरू सबै थन्का बन्का गर है नानी।